छ है। घाँस काट्दै खेत गोड्दै गरेको अवस्था हो है। असारमा रोप्यो, अहिले भदौमा गोडिन्छ, कति मङ्सिरमा पाक्छ है। अनि ओ नानी घाँस काट्यो हो, घाँस काट्यो हो। खेत गरिरहेको रमाइलो छ। जे होस् लकडाउनले गर्दा सबैजना गाउँको साथीहरू चाहिँ भेट भएर खेतीपातीमा टाइम पास चाहिँ भएको छ कि जे होस्। अब कोरोनाको विश्वभरि कोरोनाको डर छ, आखिर खानालाई त दुःख गर्न नै पर्छ होइन र साथीहरू। त्यसैले हामी चाहिँ खेत गोड्नमा व्यस्त छौँ है। अहिले चाहिँ असारमा रोपिन्छ, भदौमा गोडिन्छ, अनि कसैले त मेलापात गर्दा गर्दै अनि माया प्रीति लाएर घरबार पनि जोडिन्छ। रमाइलो छ। तपाईँकोतिर नि अहिले कतिको जो यो लकडाउनभन्दा अगाडि कतिपयले चाहिँ खेत रोप्नलाई छोडिसकेको थियो होइन, बाँझै थियो भने लकडाउनले कतिपय चाहिँ खेत रोप्नलाई अहिले रोपाइहरू गरेको छ होइन। मलाई लाग्छ सबै ठाउँको आफ्नै ठाउँमा फर्केर खेतीपाती गर्नुभयो भने कम्तीमा पनि आफूलाई पुग्ने खेतीपाती गरेर धान, मकै, कोदो विभिन्न खेती हुन्छ नि होइन, त्यो इत्यादि खेतीहरू गर्न सक्यो भने पक्कै पनि के होला भन्ने हो है। यतिखेर चाहिँ धान गोडाइमा व्यस्त छ। आधा उताबाट गोडेर हामी यतातिर आइराखेका छौँ है। धमाधम गोडाइ भइराखेको छ अहिले खेत रोपाइ। लकडाउनले गर्दा यतिको अब लकडाउन हुनुभन्दा अगाडि पनि पहिला सानोमा पनि यसरी नै मेलापात गरिन्थ्यो भने अहिले बिचमा 2-3 वर्ष हामी ग्यापै हुन्थ्यो होइन। मतलब बिचमा काम गर्न छोडिसकेका खेतहरू पनि अहिले पछिल्लो समय लकडाउनले चाहिँ खेतपाती गर्ने अवसरै भनौँ यसलाई। अब बाध्यता भन्दा पनि अवसर, खानको लागि त दुःख गर्नै पर्छ नै, देश विदेश जहाँ रहे पनि होइन। जहाँ काम त्यहीँ माम त हुने हो होइन। त्यसैले यहाँ चाहिँ अहिले खेत गोडाइ काम राम्रो भइराखेको छ है। त्यसैले अब लकडाउनले जम्मा हुन मिल्दैन भनिराख्दा पनि तर पनि अब गाउँघरको साथीभाइहरू मिलेर खेतीपाती त गर्नै पर्यो होइन र। त्यसैले लकडाउनमा पनि अलि कायम गोडाइ काम गर्दा नि कायम दुरी कायम चाहिँ राखेरै गरेका छौँ है। त्यसैले अब रात पनि पर्न लागिसकेको छ है। यस खेतीपाती चाहिँ गरिराखेको छौँ। विश्वभरि कोरोनाकै डर छ। जे गरे नि आखिर खानको लागि जहाँ देश विदेश जहाँ भए पनि दुःख त गर्न नै पर्छ होइन र। त्यसैले हामी चाहिँ यो खेतीपातीमा नै व्यस्त छौँ है।